안녕하세요, 여러분. 오랜만이에요. 반갑습니다. 오늘은 지금은 저는 친구들이랑 같이 만나서 삼계탕 먹으려고 합니다. 그래서 지금 몇 시? 7시 반 정도 됐는데 그 삼계탕 식당으로 가기로 했습니다. 친구들이 거기 식당 옆에 제가 기다리고 있습니다. 저는 지금 신호등 건너 가고 있습니다. 이렇게 신호등 불이 바뀌면은 신호등 건너갈 수 있어요. 그래서 지금 여기 버스 정류장에서 버스로 기다리고 있습니다. 여기 버스 나오면은 바로 갈 수 있어요. 지금 버스로 갔습니다. 저는 지금 버스에서 내리고 여기 친구들이 기다리고 있거든요. 친구들이 같이 가겠습니다. 제 친구는 여기 2명. 안녕하세요. 헬로. 안녕하세요. 오늘 한국어로 해야 되는데. ओके गाइस ल फाइनली हामी चाहिँ आज त 3 भाइ भेटेर अब कोरियाको विधालाई सदुपयोग गर्दै र हामी 3 भाइ भेटघाट गरेर आज चाहिँ हामी कोरियन खाना सामगेथाङ खाउँ न त भनेर बेलुकाको समयमा यसो निस्किया छौँ। अहिले हामी कोरियाको बजारमा छौँ हैन। विशेष गरी अब यो गर्मी याममा चाहिँ हामीले सामगेथाङ खाएर शरीरलाई हिट बनाएर पसिना यसो बगाएर नकारात्मक पसिनाहरूलाई फालेर काममा जोससँगले फेरि दिउँ न त भन्ने हिसाबले चाहिँ आज हामी एउटा रेस्टुरेन्ट खोज्दै जाँदैछौँ। अब चाहिँ यो रेस्टुरेन्टको लागि 2 किलोमिटर जानुपर्ने छ। हामी चाहिँ अब 2 किलोमिटरको लागि चाहिँ हामीले यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ यो बस स्टपनिर आइरहेको छौँ होइन। अब यो बस स्टपबाट हामी चाहिँ बस चढेर रेस्टुरेन्टतर्फ जान्छौँ अनि त्यसपछि रेस्टुरेन्टमा फेरि खाँदै गर्छौँ। त्यति बेला तपाईँहरूसँग त हामी भेट्ने नै छौँ, त्यो त नो डाउट होइन। त्यो बाँकी कुरा फेरि हामी रेस्टुरेन्ट गएर भेट्नेछौँ है त। ल हामी अझै जाँदैछौँ है। जाँदैछौँ वाकिङ गर्दै सामगेथाङ छिबुरो जाँदैछौँ है। अब अगाडि यस्तो छ बाटो। ल अब रात पनि परिसक्यो लगभग त्यही पनि ठिक छ। ल त्यो त डिजाइन पो रहेछ यार, भवाल रहेछ नि। ल आज हामी चाहिँ कुखुरा खाने पसले हो। सामगेथाङ भनेको चाहिँ हानमारी हुन्छ। सक्लै कुखुरालाई बोइल गरेर सक्लै खाने हो। हामी यहाँ फेक्दुसान सामगेथाङ चिपमा आइपुगेको छौँ। अब यहाँ गएर सोध्ने, अर्डर गर्ने, खाने है त। ल भित्र भेटौँ। ल हाम्रो साइड मेन्यू चाहिँ आइसक्यो। फान्छान भन्छ यसलाई। यसरी खाने यहाँ हालेर अनि यहाँ खुर्सानी आइपुग्यो। यो के हो पनि थाहा भएन। यो काँक्रो, यो चाहिँ किम्ची, यो पनि किम्ची मुकिम्ची हो। यो माउरी अथवा केही नै हो, ठ्याक्कै थाहा भयो। हामी 3 जना छौँ यहाँ। ल यो ल हाम्रो यो के भन्छ यसलाई, सामगेथाङ भन्छ। एउटा कुखुरा सक्लै तातो उम्लेर आएको हुन्छ। हामी 3 जना छौँ यहाँ। ल ल सिधा गरौँ त। सामगेथाङ त्यही हो, फाप त यो भित्रै हुन्छ कि। ल ल मान्छे चाहिँ हो। त्यही हो। ल है गाइज, हामीले चाहिँ अब खाने भयो। यो कुखुराको सुप। ल हामी अब खाँदैछौँ। हजुरहरू पनि सँगसँगै खानु होला। ल है एक बाइट हाल्नु त। यहाँ पानी नि होला। तातो हुन्छ नि त, जिब्रै जान्छ नि, त्यो त कम्ता तातो हुन्छ। थाहा त छैन त्यस्तो त। ल है चिजक थाहा त छ। ल यो जुस हो, जुस गाइस। यार यता उरो छ नि यार, स्प्राइट ड्यू पो त। ड्यू यार, माउन्टेन ड्यू रहेछ है। ल गाइस, सामगेथाङ यदि खानुभयो भने कोरियामा नेपाली माउन्टेन ड्यू पनि प्रोभाइड हुन्छ है।
खजुरी सहित खजुरी अनि कटुस पनि हुन्छ यहाँ छ मैले भेटिसकेको छु ल गाइस हामीले सामखेताङ पनि सर्लक्कै सकाइयौँ अनि यो अलि यो चाहिँ बाँकी बस्यो अरू चाहिँ लगभग हामीले सकाइयौँ साथीले पनि खाँदै हुन्छ यता पनि सकाइसक्यो अब मैले नि सकाइसकेको छु म खाएर पसिना पसिना भइहाल्छ हामी अब खाएर निस्किन्छौँ साङ्गेथाङ पनि यो वर्षको खाइयो यो भातको छोक्राबाट बनाएको चिज हो कि तर मिठो गुलियो छ है के भन्छ हाम्रोतिर त्यो चिसो पनि त्यहाँ हुन्छ क्या दाइले त्यहाँ हुन्छ नाम के दिन्छ म चाहिँ खिचन गरेर आउँछ है 안녕하십니까. 나라지. 네팔. 네팔에서 왔습니다. 네팔. 네. 네팔 써놨어. 예. 멀리 왔네. 네, 맞습니다. 카트만드. 네, 카트만두. 감사합니다. 잘 먹었습니다. ल गाइज हामीले बिल पनि तिर्यो अब हामी जान्छौँ ल गाइज हामी सामखेताङ खाएर खानासाना बेलुकाको खाना त्यही भयो खाएर हामी रुमतिर हिँडेछौँ ल गाइज भिडियोहरू आउँदै गर्छ हेर्दै गर्नु होला आजको भिडियो यति नै है हस् कमेन्ट सब्सक्राइब सेयर कमेन्ट पनि गर्नु होला